हेलो गाइस, म यो दृश्य एउटा देखाउँदैछु। तपाईहरुलाई मैले कहाँदेखि देखाएको र म कहाँ छु होला तपाईहरुलाई थाहा छ कि छैन। फिलहाल म अहिले केलाबाडी वेस्ट बेंगलमा छु। यो रिसोर्ट हो र यसमा धेरै मान्छेहरू आउने जाने गर्छन् र यो कार्यक्रम डेली नै चल्छ र यो वेस्ट बेंगल को रिसोर्ट हो। तर यसमा समुद्र नदी छ, नदीको छेउमा यो रिसोर्ट छ र यो रिसोर्टमा धेरै मान्छेहरू आउँछन्। तर माथि उल्टा गाडी भन्ने छ। यो माथि उल्टा गाडी हेर्नु उल्टाएर राखेको छ र यो घर हो उल्टा। मान्छेहरू भन्छन् उल्टा घर कसरी बनिन्छ। हेर्नुहोस्, आज तपाईहरुलाई म देखाउँदैछु भिडियो गरेर कस्तो के लाग्छ। उल्टा घर राम्ररी हेर्नुहोस्। हेर्नु यहाँ सिडी छ उठेर जाने माथि। यो खिड्की छ, यहाँ गाडी छ। गाडी हेर्नु उल्टा गरेर चक्का माथि छ। उल्टा बनाएर गाडी छ हेर्नुहोस्। अनि त्यही यो घर उल्टा घर हो र यसरी यो रिसोर्ट उल्टा बनाएको छ र कसरी यो वस्तु माथि चिप्काएको छ होला त हेर्नुहोस्। गाडी माथि छ हेर्नुहोस्। यो घर यसरी उल्टा गरेर राखेको छ हेर्नुहोस्। र यसमा तपाईहरुलाई म भित्र गएर देखाउँदैछु र म पनि यसमा उड्दैछु। यो कस्तो छ, म पनि भित्र फर्स्ट टाइम हो र जाँदैछु कस्तो छ, तपाईहरुलाई कस्तो लाग्छ। र मैले तपाईहरुलाई जति सक्छु दृश्य देखाउन कोसिस गर्दैछु। र यो उल्टा घरमा आज म चढे र उल्टा घरको हेर्नु कुर्सी पनि उल्टा छ हेर्नुहोस्। टेबल चेयर डाइनिङहरू सबै उल्टा छ। यहाँ सबै थोक उल्टा छ। पानीको लागि पनि उल्टा छ। ग्यास चुल्हा पनि उल्टा छ हेर्नुहोस्। र यो हेर्नुहोस्, नुहाउने पानीको लागि पनि सबै उल्टा छ। टोयलेट गर्नको लागि उल्टा छ हेर्नुहोस्। अब कसरी गर्नु यो उल्टा? उल्टामा त अब गर्न सकिँदैन। यो गाडी उल्टा गरेर राखेको छ हेर्नुहोस्। देखिराख्नु भएको छ र तपाईहरुलाई म सबै थोक देखाउँदैछु र कस्तो लाग्दैछ र यो देखेर तपाईहरुलाई महसुस कस्तो हुँदैछ। र यसमा हेर्नु सिटहरू सबै थोक छ। यो एसीहरू छ, यहाँ एसीहरू छ। यहाँ तपाईको डाइनिङहरू छ। यहाँ तपाईको खाटहरू छ, पलङहरू। तर यो चेयर छ, खिड्कीहरू छ। यसरी खाट पनि उल्टा गरेर राखेको छ पालङहरू। अब यो पालङमा कसरी सुत्नु? यसमा त अब सुत्न सकिँदैन कि त यसमा चिप्पिनु पर्यो। अब लाग्दाखेरि मान्छे झरिहाल्छ। अब कसरी गर्नु? यो बनाउने अब कसले बनाएको त म पनि थाहा छैन, तर म पनि फर्स्ट टाइम हो। तर यो रिसोर्ट तपाईलाई म सबै देखाउँदैछु। यहाँ सबै थोक छ। यहाँ धेरै किसिमको स्विमिङ पुलहरू छ, माने बगैँचाहरू यति राम्रो छ यहाँ। र यहाँ धेरै किसिमको सुविधा छ र यसमा हेर्न सबै थोक पाइन्छ। र तपाईहरुलाई म यो दृश्य देखाएँ कस्तो लाग्यो र के लाग्यो तपाईहरुले एकचोटि मलाई जनाइदिनु। र यदि सक्नुहुन्छ मैले तपाईहरुलाई सबै देखाउन चाहन्छु। फिलहाल तपाईलाई यहाँबाट म देख्दैछु। त्यहाँ फ्लाइट पनि छ हेर्नुहोस्। अब फ्लाइटमा पनि उठ्न सक्नुहुन्छ हेर्नुहोस्। त्यहाँ फ्लाइट अलरेडी छ मान्यो। अब कोही बच्चाहरू, कोही नानीहरू, कोही अब आउने घुम्न जाने, पार्क जाने भन्छन् घुम्न अहिलेको दिनमा। त्यही त हो, बच्चालाई घुराउनु समयमा यसो पार्क हेर्नु। अब उठेर त्यहाँ भित्र मजा घुम्न सक्नुहुन्छ, बच्चाहरूसँग खेल्न सक्नुहुन्छ। सबै सुविधाहरू यहाँ छ। सबै सुविधाहरू छ र यसरी उल्टा घर हो हैन। त्यो पनि उल्टा गर्न काम थियो हैन। यसरी सुविधाहरू छ। यहाँ दाजुहरू सबैजना आएर हेरेर घुमेर जानु हुँदैछ र तपाईहरुलाई मैले सबै थोक देखाउँदैछु यहाँको विषयमा। र म पनि फर्स्ट टाइम आएको र कस्तो के लाग्यो तपाईहरुले पनि मलाई अलिकति बताइदिनुहोस्। र मलाई महसुस लाग्यो कि धेरै राम्रो छ। किन राम्रो छ भन्दा फर्स्ट टाइम आएको। तर यसरी हेर्नुहोस्, उल्टा घरमा टिन यसरी ठोकेको छ हेर्नुहोस्। तपाईलाई देखाइरहेको छु उल्टा घरमा घर यस्तो हो। घर हेर्नु उल्टा छ, खिड्कीहरू सबै उल्टा छ हेर्नुहोस्। किन उल्टा छ भन्दाखेरि त्यो बनाउँदै यस्तो बनाएको। तर उल्टा घर भन्छन् मान्छेहरू, तर यसरी उल्टा बनाएको छ। तर हेर्नु सबै पार्कमा यसरी फोटोहरू मार्ने, फ्यामिली आएर आज यसरी घुम्न आउन सक्ने र सबै सुविधाहरू यसमा यस्तो छ। र नानी केटाकेटी ल्याएर घुम्ने सबै थोक रिसोर्टमा यस्तो छ
तपाईँले हेलिकप्टर देखिराख्नु भएको त्यो फ्लाइट, यो फ्लाइट हो। यो फ्लाइट तपाईँको पर्मिट हो। हर बच्चाहरू आएर उठ्न सक्छन्। कोही नउठेको बच्चाहरू पनि उठाउन सकिन्छ, खेलाउन सकिन्छ। र यहाँ सबै थोक छ। यी सिसोको घाँसहरू पनि यति राम्ररी लगाएका छन्। घाँसहरू हेर्नु कति राम्रो छ, सुन्दर। र यसरी सिसो हो यो सिसो काठ बहुत दह्रो हेभी काठ हो। तर ठन्डाको लागि यसरी घाँसहरू लगाउँदाखेरि पार्कमा धेरै सुन्दर ब्युटिफुल लाग्छ। र यो ब्युटिफुल किन हुन्छ भन्दाखेरि एउटा सुन्दर पार्कमा हर चिजको एउटा हुँदाखेरि राम्रो लाग्छ। यसरी बस्ने चेयर छ, टेबलहरू छ बाटाबाटै। यसरी अब घाँसहरू छ, हेर्नुहोस् यी घाँसहरू कति मजाले छायाको लागि, शीतलको लागि। यहाँ अब तपाईँको यसमा अब तपाईँको चिप्स हुन्छ, धेरै किसिमको कार्टुनहरू त्यसो बनाएर आएछ बच्चाहरूको लागि देखाउनको लागि। र यस्तरी बनाएको छ। तपाईँको अरू थोक म धेरै किसिम देखाउँदैछु। अब हेर्नुहोस् यी सिसोहरू कति बगैँचाहरू लगाएको छ, यति राम्रो छ। अब यहीँ चरा डस्टबिन बनाइदिएको छ, हेर्नुहोस्। अब चराको मुख कहाँ गरेको छ, बसेको छ, खुट्टा अब खायो, केही पनि खायो, थक्का हाल्न सकिन्छ। अब हेर्नुहोस्, हेर्दाखेरि त पर हेर्दा चरा हो नि त, होइन र? हेर्नुहोस् पुरा चरा छ। यति राम्रो सुन्दर सुन्दर चिजहरू बनाएर यो ठाउँमा प्लेसमा राखेको छ र यति सुन्दर छ। यहाँ हेर्नुहोस्, अब एउटा चिज देखाउँछु तपाईँहरूलाई। यहाँ कति राम्रो गोलो छ, बच्चाहरू खेलाउन सकिन्छ। तर यहाँ साइकल पनि उल्टा छ, हेर्नुहोस्। साइकल पनि उल्टा बनाएर यसरी टाँसेको छ। यसरी छ तपाईँको साइकलको। तर यहाँ साइकलमा चढेर घुम्दाखेरि 100 रुपियाँ छ। यहाँ लेखेकै छ, एकजना घुम्दाखेरि 100 रुपियाँ छ बच्चाहरूको। उल्टा साइकल हेर्नुहोस्, यसरी घुम्न सकिन्छ। बच्चाहरू आउँदैछन् उठ्नको लागि, खेल्नको लागि है। यति राम्रो प्लेस छ। र हेर्नु घाँस पनि यसरी राम्रो छ। यो बान हो, यो तपाईँको मोटरी हो। यो मोटरी पारि उता खोला छ। यो खोला उता तपाईँको यतैतिर बनाएको छ यो तपाईँको रिसोर्स। र रिसोर्समा यति सुन्दर छ, हेर्नुहोस्। यहाँ के छ भन्दाखेरि त्यहाँ हेर्नुहोस्, तपाईँको त्यहाँ पानीको कारेन्टबाट पानी पनि यो गरेको छ। स्विमिङ पुलहरू छ, त्यहाँ बच्चाहरू खेल्ने, नुहाउनेहरू धेरै किसिमको छ। म यतातिर छु, पल्लोपट्टि म देखाउँदैछु तपाईँहरूलाई। र यति सुन्दर सुन्दर छ, हेर्नुहोस्। यहाँ अब यति राम्ररी बनाइदिएको छ। यसलाई के भन्छन् तपाईँलाई थाहा छ कि छैन? तपाईँलाई थाहा भयो भने कमेन्टमा सेयर गर्न नभुल्नुहोला। तपाईँले भनिदिनुहोस् कि मलाई थाहा भएन, त्यही र तपाईँलाई मैले सोधेको। कस्तो के लाग्यो तपाईँले एकचोटि कमेन्टमा बताइदिनुहोस्। र हेर्नुहोस्, म यसको विषयमा धेरै किसिमहरू तपाईँलाई देखाउन चाहँदैछु। कस्तो के लाग्छ हेर्नु, यति रमाइलो छ, यति सुन्दर छ। सबै फ्यामिलीहरू आएर हेर्नुहोस्, यति आएर घुमिरहेछन्, खेलिरहेछन्। छुट्टीको समयमा कहिलेकाहीँ फुर्सद भएको बेलामा सबैलाई घुम्न रहर सबैलाई नै लाग्छ। र सबैलाई नै अरू गएको देखेर महसुस आफूलाई पनि आउँछ कि सायद म पनि जान पाउँदाखेरि, म पनि हेर्न पाउँदाखेरि कति राम्रो लाग्छ होला भन्ने सबैलाई नै यो चाहना छ। र यो चाहना सबैलाई नै पुग्छ। र तपाईँले समयअनुसार आउन सक्नुहुन्छ। यहाँ बिहानदेखि 10 बजीदेखि यो गेट खुला जान्छ। र 10 बजीदेखि यो भित्र तपाईँले फोटोहरू, भिडियोहरू सबै गर्न सक्नुहुन्छ, इन्जोयहरू गर्न सक्नुहुन्छ। र यस्तो तपाईँको सबै थोक छ। र यी हिँड्ने बाटो गल्ली कति सुन्दर छ। कहीँ पनि जान्छु भन्दाखेरि गल्ली छ। त्यो बच्चाहरू तपाईँलाई मैले जुन भन्दैछु त्यो साइकलमा बच्चा उठ्न, नानी घुम्दैछन्, बच्चाहरू घुम्दैछन्। हेर्नु, मैले जुम गरेर देखाएँ, क्लियर देखिनँ। बच्चाहरू यसरी घुम्दैछन् साइकलमा उठेर, हो यसरी घुम्दैछन्। यहाँ नानी केटाकेटी खेल्ने मेसिन छ, यहाँ चढेर पुरा घुम्न सकिन्छ। यो बच्चाहरू घुमाउने छ, यस्तो यो छ। तर यहाँ अब भलिबलहरू बच्चाहरू केही पनि खेल्न, हेर्न, छिर्न, उता निस्किन पार हुने यस्तो बनाइदिएको छ। यहाँदेखि जान सकिन्छ। तर यो बच्चाहरूको लागि रेल जस्तो एउटा बनाइदिएको छ। मेसिनदेखि घुम्छ, बच्चाहरू उठाइदियो, फन्न घुरिरहन्छ। यति राम्रो सुन्दर छ। र यहाँ बाटो बनाउँदै रहन्। र यसमा अलिकति जान सकिनँ। अर्कोमा जाँदाखेरि तपाईँको त्यहाँदेखि उठेर गेट भयो, त्यो गेटदेखि उता छिर्दाखेरि चाहिँ पैसा लाग्छ, अलिक धेरै लाग्छ, महँगो छ। र यहाँ चाहिँ तपाईँको बेसी छैन, यहाँ चाहिँ 50 रुपियाँ छ। यो भिजिट गर्न पाइन्छ। यसको बदली यहाँदेखि उता जान्छु भन्दा 100 रुपियाँ छ। र आज म पनि अलिकति समय छैन। र यो बच्चाहरूको घुम्ने हेर्नुहोस् यस्तो छ। र यस्तो पार्कहरू बस्नको लागि बच्चाहरूको लागि यहाँ आधार कार्ड चाहिन्छ। आधार कार्ड हुँदाखेरि तपाईँले एन्ट्री हुन पाउनुहुन्छ। आधार कार्ड भयो भने एन्ट्री हुन पाउनुहुन्न। यसरी दिदीहरूले यतिरी बसेर फोटो, खान, घुम्न, आफ्नो फ्यामिलीसँग मजाले कोही पनिसँग राम्रो इन्जोय गर्न पाउनुहुन्छ। र यहाँ एउटा बाघ छ, हेर्नु, यो के बाघ हो त? यो
यो तपाईँलाई थाहा छ कि छैन मलाई चाहिँ अब त्यति साह्रो थाहा पनि छैन, तर फर्स्ट टाइम देख्दैछु। तर स्योर मैले देखेको छैन यो चाहिँ बनाएको हो, यो चाहिँ प्लास्टिकको हो। यो चाहिँ लत्ता बाघ भन्न जान्छ, यो लत्ता बाघ हो। यो लत्ता बाघ तपाईँको पहिलेदेखि नै यो देखाएको छ र यसमा धेरै किसिमहरूको माने यस्तो राखेको छ बच्चाहरूको लागि, हेर्न पनि सब राम्रो छ। र यहाँ हेर्नुहोस्, यहाँ फौजको केही भयो भने यहाँ अब तपाईँको यो के हो मलाई थाहा भएन, तपाईँले कमेन्ट गरेर बताउनुहोस् है। यहाँ हेर्नुहोस्, यो अब फौजीहरूको, आफू त फौजी होइन तर भए पनि तपाईँलाई देखाउँदैछु। यहाँबाट तपाईँले जुनै पनि बारुदहरू, यहाँबाट अब बमहरू जुनै पनि अब यहाँ अर्को ठाउँमा ब्लास्ट गर्दाखेरि त्यो पाइन्छ। वहाँ सेन्टर छ, यो सेन्टरको उतापट्टि तपाईँको धेरै किसिमको यो छ, यस्तो खालेको छ। र तपाईँहरूको यहाँ अब अरू बनिँदैछ, यो पानी ट्याङ्कीहरू भयो, यस्तो भयो, यो आउटगेट भयो, इनगेट भयो, त्यो घरहरू भयो। तर धेरै किसिमको यस्तो छ, पार्कहरू छ। र तपाईँलाई अरू म चाहना देखाउँदैछु, यहाँ टोइलेटहरू, बाथरुमहरू सबै फ्यामिली, लेडिज सबैको लागि सुविधा छ। र यसरी दाजुहरू सबैजना आएर यसरी बस्नुभएको छ। र यसरी तपाईँहरूको लागि यहाँ कोही पनि आउन सक्नुहुन्छ, यसमा आएर आफ्नो भिजिट गर्न सकिन्छ। बच्चाहरू, नानी, केटाकेटी ल्याएर यसरी यो गर्न सकिन्छ। यति राम्रो सुन्दर पार्क छ। यो पार्क हो केलाबारी, उपर केलाबारी हो। यहाँ मेरो काकाहरूको घर छेउमा छ, यो छेउमा खोला छ, यो खोलाको छेउमा यो पार्क छ। तपाईँहरूले उपर केलाबारी मार्नुहोस्, यहाँ तपाईँहरू डिटेल आइपुग्नु सक्नुहुन्छ। र म पनि यहाँको नयाँ हुँ र यहाँ आज मलाई पनि राम्रो लाग्यो र मैले एउटा भिडियो बनाएको। तपाईँलाई कस्तो के लाग्छ तपाईँले सेयर कमेन्ट गर्न नभुल्नुहोस्। र हेर्नुहोस्, यी बच्चाहरूको लागि बस्नको लागि हेर्नु ट्र्याक्टरको फाली जस्तो लाग्छ, किन यो फाली हो, किनभने एउटा हेर्नुहोस् कति राम्रो फालीहरू छ, यसरी उक्किएको छ। नानी बच्चाहरूले उखाले होलान्। तर यहाँ डस्टबिनहरू छ, यसरी नानीहरू सबैजना फोटो मारिरहेछन्। र यसरी सबै सुन्दर छ। उतै एउटा घर बनिँदैछ, यो घर हो। तर अहिले घाम यसरी लागेको छ र क्लियर मैले फोटो लिन सकेको छैन, यसरी नै लिँदैछु। जसो जसो तपाईँहरूलाई म देखाउने कोसिस गर्दैछु, तपाईँले हेरिदिनुहोस्। र तपाईँहरूको माया पाएर आज मैले तपाईँहरूलाई यति यो देखाउन मैले सक्दैछु। र तपाईँहरूको आशीर्वाद र तपाईँहरूको माया प्रेमले गर्दाखेरि मैले तपाईँहरूलाई यो सबैतिरको भिडियोहरू सबै सेयर गर्न सक्दैछु र तपाईँहरूको मायाले गर्दाखेरि। र यसरी नै तपाईँले मलाई अघि बढाइराख्नुहोस् र तपाईँहरूको खुसीमा म पनि अघि बढिरहन्छु। तपाईँलाई जति सक्छु र तपाईँहरूलाई म नयाँ नयाँ भिडियोहरू अपलोड गर्न चाहन्छु। र तपाईँलाई सबै म यहाँको दृश्य म वेस्ट बेङ्गलको सबै थोक म देखाउन चाहन्छु। यो हाम्रो एलिफेन्ट हेर्नुहोस्, यो एलिफेन्ट यति सुन्दर बनाएको छ हेर्नुहोस्, हामीलाई राति देख्दाखेरि डर लाग्छ हो, डर लाग्छ नि। हेर्नुहोस् कति सुन्दर छ यो एलिफेन्ट। यो एलिफेन्ट हेर्नुहोस्, यो हामीहरूको वेस्ट बेङ्गलमा एलिफेन्ट ज्यादा लाग्छ, यो ठाउँमा एलिफेन्ट ज्यादा छ। र राति 10-11 बजेपछि एलिफेन्टहरू धेरै यहाँ पेसार छ। र यहाँ एलिफेन्टको लागि अलिकति तपाईँहरूले अलिकति ठन्डामा राति अलिकति घुम्नलाई अलिक सावधान भएर हिँड्नुपर्छ। र यो एलिफेन्ट हो तपाईँको वेस्ट बेङ्गलको। र यो पार्कमा यसरी बनाएको छ, हेर्नु कति सुन्दरले ब्युटिफुल दाँतहरू पनि छ, सुँडहरू पनि छ। हेर्नुहोस् यो सुँडहरू कति सुन्दर बनाएको छ है, यो सुँडहरू हो। खुट्टाहरू यति राम्रो छ, कानहरू यति राम्ररी बनाएको छ। हेर्नुहोस् यो खुट्टाहरू, नोङहरू हेर्नु कति मजाको सुन्दर ब्युटी छ। र हेर्नु पुच्छर पनि कति राम्रो छ, यो पुच्छर हो है। हात्तीमाथि म पनि एक समयमा चढेको हुँ, र म पनि एक समयमा चढेको हात्तीमाथि। र यो हात्तीमाथि पनि यो एलिफेन्ट हो। तर यसै त हामी त गणेश भगवान् भनेर एउटा पूजापाठ गर्छौँ गणेशलाई। र हामीहरूको गणेश एउटा भगवान् हुन्। तर हात्तीमाथि चढ्न हामीलाई पनि मसँग थाहा थिएन, तर सानोमा चढिहाल्यो। तर अहिले त चढ्न सकिँदैन, किनभने थाहा भयो कि अहिले ठुलो हुँदै गएपछि ज्ञान पसेपछि अलिकति भगवान्माथि हामीले चढेर यो गर्न पनि अलिकति अप्ठ्यारो हुन्छ। किन हुन्छ भन्दाखेरि एउटा गणेश भगवान् भनेर हामी पूजापाठ गर्छौँ बिहान उठेर समान, हो कि होइन भन्नुहोस्। र त्यस्तै गरी मैले अर्को दृश्य देखाउँदैछु, हेर्नु यो तपाईँको सिसोको गाछ हो, कति सुन्दर छ। यो काठ बहुत हेभी काठ हो, यो सिसो काठ पाउन आज पाइँदैन। किन पाइँदैन भन्दाखेरि यो काठको फट्टै पाउन मुस्किल छ। किन छ भन्दाखेरि यो चिज सबैतिर पाइँदैन। यो चिज कहाँ पाइन्छ भन्दाखेरि जहाँ नदी किनारको ठाउँ हुन्छ, बगैँचाहरू हुन्छ, यो पुलीहरू पनि पाइन्छ। र यसरी गार्डनमा लगाउन सकिन्छ। यसको बहुत महँगो छ, यो चिजको केही पनि तपाईँले पाउन अलिक साह्रो छ। र यसरी यहाँ गेट बनाएको छ, यहाँबाट कुनै पनि फ्यानहरू होस्, यहाँ अहिले बनाउँदैछ, सुरुवात हुँदैछ। तर यो एउटा अहिले सबै यहाँ सामानहरू राखेको छ, यति सुन्दर बनाएको छ। र यो सुन्दर राम्रो रहेछ। र तपाईँलाई मैले देखाउँदैछु, सबै बच्चाहरू यसरी घुरिरहेछन्, आइरहेछन्। र हेर्नुहोस् यति राम्ररी यो
अप्पर केलाबारी भन्छन् तपाईहरुले। यो चाहिँ म अहिले फिलहाल वेस्ट बेङ्गलमा छु र यसरी तपाईहरुले आउन सक्नुहुन्छ। यति राम्रो छ र यहाँ हेर्नुस् एउटा फोटो यति राम्रो दिएको छ। यो कसको फोटो हो तपाईले कमेन्ट गरेर बताउनुहोस्, किनभने मलाई थाहा भएन र तपाईहरुदेखि मैले यो थाहा पाउनको लागि मैले यो भिडियो गरेको। मैले पनि जानकारी नपाउँदाखेरि कसैसँग त जानकारी पाउँछु होला भनेर यो भिडियोहरु गरेको। र यहाँ छ तपाईको टिकट काउन्टर। यो टिकट काउन्टर हो, यहाँ तपाईहरु बस्न सक्नुहुन्छ। यो माने तपाईको यो एउटा होटल जस्तो हो। कोही पनि आएर यहाँ चाय पानी यहाँ नास्ता पानी गर्न सक्छ। यो होटल हो हैन, कोही पनि आएर बस्न सक्छ। यहाँ पार्क हो, यो पार्कमा तपाईहरुले टिकटहरु गर्न सक्नुहुन्छ, फ्लाइटको टिकटहरु गर्न सक्नुहुन्छ। यो भित्र पुरा ग्राउन्डमा हिँड्न सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। कति घण्टाको लागि तपाई आउनु भएको यसको लागि पनि तपाईले गर्न सक्नुहुन्छ। यो पुरा यहाँ दिएको छ है। यति सुन्दरहरु छ यहाँ, यति राम्ररी टिकट काउन्टरहरु छ। यसरी टिकटहरु गर्न सकिन्छ। यहाँ फ्लाइटको टिकटहरु गर्न सकिन्छ। यति सुन्दरहरु छ र आज म यति नै भन्दै तपाईलाई यो दृश्य देखाए कस्तो के लाग्यो तपाईहरुले शेयर कमेन्ट गर्न नभुल्नु होला। अगर साच्चै नै मेरो राजु छेत्रीको माथि यति माया प्रीति छ भने एउटा लाइक त गर्नुस्, किनभने तपाईहरुले माया दिएर आज म यो ठाउँमा आइपुगे। अगर तपाईहरुले माया दिनुहुने छैन भने यो ठाउँमा म आउने पुग्ने छैन। र तपाईहरुको आशीर्वाद र माया प्रीतिले म आज यो ठाउँमा आएर तपाईहरुलाई यो दृश्य मैले देखाउँदैछु। कस्तो के लाग्छ, कस्तो के लाग्छ तपाईले कमेन्ट गरेर जरुर एउटा कमेन्ट भए पनि एउटा लाइक भए पनि तपाईले शेयर कमेन्ट गर्नुहुन्छ भनेर मैले आशा गरेको छु। र एउटा सानो हेर्नुहोस् यहाँ एउटा सानो चीज देखाउँदैछु। के चीज हो भन्दाखेरि तपाईलाई देखाउँदैछु। हेर्नु पानी कति सुन्दर माथिबाट तल झरिरहेछ। हेर्नुस् यति सुन्दर छ। यो बच्चाहरु आउने खेल्ने फोटोहरु मार्ने हो यस्तो टाइपको छ। र यहाँ लाइट पनि जल्छ राति भएपछि। यहाँ लाइट अहिले दिएको छैन, राति लाइट जल्छ। यसरी पानी 24 घण्टा यसरी वाटर सप्लाई भइरहन्छ। र हेर्नुहोस् यहाँ यसरी राम्रो राम्रो गार्डनहरु बनाउँदैछन्। यसरी बनाउँदैछन्। यो धेरै भएको छैन, 2 साल जति भयो र यो ओपनिङ गरेको। यो पहिले गर्दाखेरि म आएको चाहिँ आउन तर त्यसरी म खासै भिडियो गर्न पाइनँ। फर्स्ट ओपनिङमा हल्का बनाउँदैछु र मैले ओपनिङ गर्दाखेरि भिडियो गर्न पाइनँ। र अहिले मैले तपाईहरुलाई यो यसपालि आएर तपाईहरुलाई मैले भिडियो देखाएको। कस्तो लाग्छ कमेन्ट शेयर गर्न नभुल्नु होला। थ्यांक यू, बाई बाई। तपाईहरुको आशीर्वाद, थ्यांक यू, सलाम छ।